यतिखेर कोही पनि बाँचे छैन अरे भन्दै के अरे यतापट्टि त पानी परेको रहेछ है। नमस्ते सबैजनालाई, स्वागत छ मेरो नयाँ भ्लगमा, नयाँ पहिलो भ्लगमा। हामी चाहिँ अहिले माथि घरतिर छौँ, गाउँतिर। र हामी चाहिँ अहिले बत्ती नआएको भएर हिजो बेलुका गडाङ जुम चट्याङ चुटुङ गरेर बत्ती नआएको भएर चाहिँ हामी चाहिँ अहिले बत्ती खोज्नलाई हामी तल बाबाको घर जान लाग्यो, चार्ज गर्नलाई, मोबाइलहरू चार्ज गर्नलाई। र मसँग चाहिँ मेरो साथी एकजना क्यामराम्यान भाइ छ, लक्की। र हामी चाहिँ अहिले चाहिँ जान लाग्यो तल। घाम बल्ल लागेछ, बिहानबाट घाम लागेको थिएन, बल्ल लागिरहेछ घाम चाहिँ। ल हामी चाहिँ अब यहाँबाट लाग्छौँ। मेरो बाइक चाहिँ मैले माथि घरमा जान नमिल्ने भएर चाहिँ मैले यहाँ राखेको छु। यो चाहिँ हाम्रो ध्रुव सेटको घर हो। बाइक चाहिँ यहाँ छ। पानीमा हिजो बेलुका पानी डह्रो परेको थियो, पानीमा बाइक चाहिँ पानीमा डह्रो भिज्यो होला। अब त्यो पुरै स्टार्ट हुने कि होइन। ल साथीहरू, अब हामी हिँड्नुपर्छ। यहाँबाट चाहिँ क्यामेरा हेलमेटमा फिक्स गरिसकेँ। बाटो त खत्तम छ यहाँ त, बाहिर पिचमा निस्के पछाडि राम्रो छ। घाम त्यति साह्रो लागेको छैन है आज है, बिहानैबाट। अनि त्यही भएर शीतल शीतल छ। अनि तल फेरि बत्ती पनि नआएको भएर हामी निस्किन परेको हो। यहाँ चाहिँ यो खोलामा चाहिँ यहाँ यतापट्टि कुनामा चाहिँ ऊ बनाउनु लागेको छ क्या, कुवा बनाउनु लागेको छ। हामी चाहिँ माथि जाने हो। बाटो बिजोग छ बाटो त, अब ढलानको बाटो छ। ठाडो छ कि एकदम ठाडो छ बाटो त। समाऊ है बाबु पछाडि, लक्की समा पछाडि। यो उकालो एकदम उ छ क्या, ठाडो छ क्या है, एकदम ठाडो है त्यो उकालो। अनि त्यो दुईजना मोटो मोटो मान्छे त तान्नु नि गाह्रो हुन्छ हौ। एउटा लाग्यो।
है नरेशपुरको भिर। यो भिरमा चाहिँ जमानामा है हाम्रो बाबाहरूको, हाम्रो उमेरको हुँदाखेरि, हाम्रो बाबाहरू हाम्रो उमेरको हुँदाखेरि हाम्रो गाडी खसिदिएरकै यो भिरबाट तल डेन्जर भिर यहाँ लाग्छ। त्यतिखेर कोही पनि बाँचेको छैन अरे भन्थ्यो के अरे। यतापट्टि त पानी परेको रहेछ है। पार्क हो पार्क। तल जाने है त्यो बाटोबाट। अब यहाँबाट बाटो त्यति साह्रो राम्रो चाहिँ छैन है। यस्तो दामी थियो पहिला यो बाटो, अहिले अहिले त माथिको विजयपुरको बाटो हिँड्न ठिक छ क्या होइन? बनाउँदा अब यस्तो ढलान छ, पहिलाको भन्दा अलि बेटर त बनाएर। त्यही पनि अहिले बाटोको दाँजोमा त यो बाटो त्यति राम्रो बाटो होइन कि, उतापट्टिको बाटोको दाँजोमा होइन त नि। अब त्यो विजयपुर जाने उताको बाटोको दाँजोमा यो बाटो त त्यति राम्रो होइन। तर ठिकै छ, यतिको चलाउने मान्छेले जहाँ पनि चलाउँछ। छोइला खाइ नजानु है पहिला, पहिला छोइला खाइ नजानु है पहिला। बाटो त के हो यो? कोही ठाउँ ढलान गर्दैछ, कोही ठाउँ बल्ल 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 ढलान सुरु गरेछ, कोही ठाउँमा खाल्टै छ कि। पहिला छोइला खाइ नजानु है पहिला। अब यो मुखै झुन्डिन्छ क्या यो गीत फेरि है। छोइला खाइ न। त्यो गाइज बाटो चाहिँ यही हो। अब हामी घर गएपछि, घर नजिकै पुगेपछि अथवा घर पुगेपछि हामी चाहिँ भिडियोलाई कन्टिन्यू गर्छौँ। अहिलेलाई भिडियो पोस्ट गर्नुपर्ने अवस्था छ, किनभने मोबाइलमा चार्ज पनि छैन कि। चार्ज नभएर खास चार्ज गर्ने हिँडेको, त्यही भएर मोबाइलमा चार्ज नभएर हो। यहाँखेरि रातो माटो चिप्लो बाटो गर्दै कालो हजुर। अफर लैला ओ मेरो लैला, छोइला खाइ नजानु पहिला।
सो हामी चाहिँ तल झरिसकिएको छ। अब यहाँबाट हल्का तल अनि तल यो चाहिँ हाम्रो बाबाको घर तल बस्ने। यहाँ चाहिँ लिचीको बुटो पनि थियो, टन्नै फलेको थियो। अझै एउटा पनि छैन क्या बुटा, एउटा पनि छैन कि है। फर्किनु लाग्यो त्यसपछि लिची खाने भनेर आएको। खास चाहिँ लिची पनि सबै बाँदरले भइसकेको छ। अनि निउरो अनि करेला बोकेर बाबाले करेला लैजाउँ त भनेर दिएर हुनेको। लक्की भेजा, लक्की साथी, लक्की भेजा चाहिँ यो चाहिँ पब्जीको नाम है। लक्की भाइ पनि पछाडि नै छ हाम्रो। अब बाटो चाहिँ यस्तो है। बाइक चाहिँ माथिपट्टि राखेको हो। माथिपट्टि के हुँदैछ भने बाइकको हालखबर। उकालो लास्टै उकालो हो जा। बाइक चाहिँ यहाँ माथि राखेको थियौँ हामी। यहाँ माथि छ बाइक चाहिँ। ल आजको लागि यति नै गरौँ। फेरि भेट्ने हौँ अर्को भिडियोमा। लाइक सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला।